So hello everyone, welcome back to our new vlog. अनि त्यसपछि हामी चाहिँ आज कहाँ छौं भन्दाखेरि दिस इज अ क्यास्केड ट्र्याक अनि यो ठ्याक्कै विलिङटनको फेदमा छ भनेको तलपट्टि हैन बेस भन्छ नि हैन फेदीलाई बेस त भन्छ हैन जे भने पनि हैन सो त्यो चाहिँ ठ्याक्कै विलिङटनको बेसमा छ यो ट्र्याक जोन चाहिँ अनि सो आई हैव राजन शर्मा ओभर देयर के हो So Cascade walking track. Cascade Bury. So if you go this way, you're gonna go to Bury. यता चाहिँ यो त्यो क्यास्केडको त्यो उस छ सो माथि चाहिँ यता तपाईको वाकिङ जोन रहेछ सो वी हेभ जस्ट स्टार्टेड हैन अनि त्यसपछि उ त्यो पोइन्टबाट चाहिँ हामीले स्टार्ट गरे हो अब हामी चाहिँ माथि ठाडै उकालो छ यार जंगल पनि छ नि फेरि जंगल पनि छ लाइक एकदमै शान्त छ के पुरै शान्त छ सुनसान कहाँ हो कहाँ आयो जस्तो छ तर तिम्रो यो जंगलमा जनावर चाहिँ पाइदैन नि स्योर पाइदैन स्योर पाइदैन खै डरै लाग्छ यस्तै यस्तै जङ्गलमा त त्यो स्किन वर्करहरू हुने होइन सो अब जाम होइन अगाडि पनि यहाँ चाहिँ अगाडितिर चाहिँ एउटा सानो झरना जस्तो के छ अरे त्यही हेर्नलाई आएको हामी पनि छ भेटाइन्छ कि नै सो अहिले सास फुल्टिन थालिसक्यो यतातिर पनि खुल्ला छ यार भाइ हेर त ट्र्याक सरी ट्र्याक भन्छ कि ट्रेक भन्छ ट्रेक सरी गाइस ट्रेक भन्ने रहेछ आम टु 2 मिनट वाकमा यो मान्छेले स्या गर्न थालिसक्यो के देखायो छ हेर्दैछु म यता माथि हो कि सबैतिर जानु मिल्छ क्या यता पनि जानु मिल्छ ओल्ड फार्मटा यहाँ पनि मिल्छ सबै ट्र्याक छ क्या यो साइडतिर पनि जान मिल्छ भनेपछि यतातिर त बाटै छ होइन जान मिल्नलाई होइन यो त सायद पछिलाई बाटो साटो खने हो कि थाहा भएन ओल्ड फार्म ट्र्याक रे सरी है गाइस मैले अघि ट्र्याक भनेर चाहिँ ए सरी ट्रेक रहेछ होइन आम टु मच पुअर इन इङ्ग्लिस सो लेट्स गो द फ्लो अब चाहिँ कता हो ब्रो यो बाटो जाने निस्किने हो सो अब चाहिँ यता यो बाटो रहेछ होइन म्यापमा हेरेको सो वी क्यान गो थ्रु दिस ट्रेक त्यो त के हो गल्ली देखाउ त यस्तो कहाँ हो पोइन्ट चाहिँ उ त्यो माथिको जस्ट 10 मिनट वाक रहेछ त्यसपछि हतिर जाउँ नि कस्तो चिसो छ यार है चिसो छ कस्तो चिसो छ यार क्रेजी चिसो छ यो चाहिँ एकदमै ओभर सिटी भन्दा एकदमै नजिकै छ अनि यो चाहिँ एकदम इन्जोय गर्छन् मान्छेहरूले वाकको लागि होइन एकदमै यस्तो घना जङ्गल छ यार घना जङ्गल सिटीको नजिकै त यही होला सबैभन्दा बाघ र भालु चाहिँ छैन बाघ चाहिँ त्यस्तै हो भालु चाहिँ अब छँदै छैन वर्डमै छैन भालु चाहिँ हामीले देखाइसक्यो बाघ हामीले लास्टको भ्लगमा देखाइसक्यौँ सो देख्नु भएको छैन अरू चाहिँ अब सर अब के अरे त्योभन्दा पनि अरू यहाँ चाहिँ त्यो के भन्छ यार त्यो रेप्टाइल पनि त्यस्तो खासै चाहिँ छैन है ताजमानियामा अलमोस्ट भन्दा नि हुन्छ साँप स्नेकहरूको डर पनि छैन ताजमानियामा इट इज भेरी सेफ प्लेस रादर देन मेनल्यान्ड है यहाँबाट बाटो अर्को देखाएर माथि छ त फेरि यता यहाँसम्म हिँड्यौँ अनि यहाँ पुगाइदियो हामीले अब लेट्स गो ब्याक त्यसपछि मेबी तलबतिरबाट हुनसक्छ मा त कस्तो चिसो भयो जस्तो भएको क्या चिसै छ त अनि अन्त मैले तलपट्टि यस्तो लाएर त आएको म तिमी त आइरन म्यान हुँदैन होइन मैले यस्तो भयो हामी यता आइन्न भन्ने थियो नि त जाम भन्ने कुरा अनि खास प्लान चाहिँ आज अलि डिफ्रेन्ट थियो होइन
सो हामी चाहिँ प्लान चाहिँ सक्सेस भएन राजन शर्माले आज पनि धोका दिए केही छैन अल गुड आज पनि धोका दिए लाज शरम छैन तिमीलाई जहिले राजनलाई धोका दिन्छ म कहाँ यता हो हिँड न म तिमीलाई लिएर जान्छु यता तल होइन ब्रो अनि हिँड जहाँ भन्दैमा अनि कहाँ यस्तो बाटो त हिँड्नु भएन नि त अनि फेरि आगै लगाएको रहेछ कसैले आगो लगाएको त होइन होला ब्रो यार हेर नि कोइला हो त यो त कोइला त हो अनि आगो लागेको हो नि चट्टान परेको कि चट्टान परेको यहाँ खाल्टो हुनुपर्ने हो फेरि किरासिरा होला है त्यो त कस्तो त्यो एक्सप्लोर गर्न हिँडे जस्तो भयो कि अन्त हामी एक्सप्लोरै हो होइन केही छैन अल गुड तर पनि जोइन हुन्छ क्या ए तलपट्टि रहेछ ट्र्याक सरी ट्र्याक हामी चाहिँ माथि माथि आइएछ अल गुड त्यो पनि ट्र्याकै त हो नि तर यो ट्र्याक जानुपर्ने हो खास हामी जानुपर्ने चाहिँ यो लाइनबाट होइन यो रोड थ्रु यो बाटो जानुपर्ने हो सो अब चाहिँ हामी प्रपर वेमा हिँड्छौँ होइन सो अब यताबाट चाहिँ टक्क त्यो ठाउँ त्यो डेस्टिनेसनमा चाहिँ पुगिन्छ भन्ने पुरा आशा छ आजको वेदर चाहिँ इट्स नट सनी तर हल्का क्लाउडी छ होइन अनि त्यसपछि लाइक चिसो बढी छ क्या चिसो भनौँ अब त अलमोस्ट भन्नाले नि ठिक्क अब विन्टर चाहिँ सुरु हुने बेला भयो ताजमानियामा लाइक अराउन्ड 14 डिग्री सेल्सियस छ आज पनि होइन सो लुक एट द प्लेस ब्रो के अरे कस्तो डिरेक्सनै प्रपर देखाउँदैन क्या होइन त्यही बाटो त छ नि यहाँबाट तल झर्ना गएको सुन्यौ भन्छ त्यही बाटो सुन्न त सुन्यो कि तर यहाँ अर्कै देखाएको छ त्यही होला उसले अन्दाजीमा गरेको हो जस्तो लाग्छ मलाई यहाँ त गुगलमा त पुगेन होला त्यो त गाडी कहाँ पुग्छ यार हेर त्यो क्रक्स लाएर आएको कस्तो गाह्रो भइरहेको मैले सोचिरहेको जुत्ता लगाउँछु तर सधैँ जुत्ता लगाउने मान्छे आज फेरि लाग्यो केही छैन सो हल्का साउन्ड चाहिँ आइरहेको छ बल्ल त्यो उसको के अरे झर्नाको साउन्ड आइरहेको यो चाहिँ पानी तल माथिबाट खसेको पानी हो तर यो चाहिँ होइन नि त कहाँ यस्तो झर्ना हुन्छ त्यहाँ अर्कै थियो कि होइन यो त्यो के अरे त्यो एउटा ओल्ड टाइपको त्यो उस पनि थियो कि ब्रिज जस्तो पनि थियो नि होइन ख्याल गर्छु तिमीले हामीले हेर्दाखेरि त्यो म्याप हेर्दाखेरि त्यसमा ओल्ड टाइपको त्यो ब्रिजहरू हुन्छ नि त्यस्तो पनि देखाइरहेको थियो क्या अघि ओह्रालो अहिले चाहिँ उकालो म लाइफ टाइममा म 2-3 फेर मात्र पहाडको काखु होला यसरी हिँडेर कि तर त्यसपछि जाने संजोग मिलेन घुम्न त घुम्यो क्या त्यस्तो त पुरै त्यस्तो बेसी चाहिँ घुमेको छैन तर चाहिँ जे होस् घुम्नुपर्ने ठाउँहरू चाहिँ गएको छु अब त्यो +2 को टुरहरूदेखि लिएर सबै गएको थिएँ स्कुल लेभलको टुरहरू सो मेक श्योर यु गाइज भिजिट every place on time because time never comes back, never ever. You better note that. You better note it. अब यता हो कि यता त म्याप पुग्यो उसो है हामी चाहिँ अहिले कहाँ चिम्छौँ भनेर अहिले म तपाईँलाई त्यो ड्रोन सट गर्न निकाल्दाखेरि पनि देखाउँछु है टक्क कुन पोइन्टमा छौँ भनेर पुरै माथिबाट त यस्तो बाटो अब यस्तो ग्रेभल बाटो त देखिँदैन तर पनि माथिबाट त पुरै त्यो उसो फरेस्ट एरिया नै हो सही हुन्छ र यस्तो ठाउँमा हिँड्न चाहिँ यस्तो पिस त्यो सिटीबाट त पुरै छोडेर आए जस्तो कि याद लेखेको छ त मेन फायर ट्रायल रे हामी कहाँ छौँ अहिले त्यो डिरेक्सन कस्तो हो है ठिक छ हामी हिँड्दै जाऊँ न घुम्दै जाऊँ न हामी यता जाने कि कति जाने यता जानुपर्ने हो हामी
जानु त जता पनि पर्ने हो होइन होइन भनेपछि यस्तो हेर त्यहाँ चाहिँ पानी आइरहेको छ भने माथि नै हो झर्ना यही बाटो जोइन गरेर जाम भन्दा यहाँ के ल्याएको छ तर यो चाहिँ अर्कैतिर इन्ड हुन्छ नि त यो चाहिँ धेरै लामो रुट छ ब्रो कति मिनट छ र यो फेरि 1.5 किलोमिटर 2 किलोमिटर छ तर यही जाम होला भन्छु म त हुन्छ मिडल आइल्यान्ड फायर ट्रायल यो एउटा मात्रै रोड ट्रेकको नाम हुनुपर्छ केही छैन म सक्समा छु सो सक्स भएपछि हल्का पनि न्यानो हुन्छ त्यो चिसो चाहिँ छिटो अलि के अरे भित्र शरीरमा छिर्दैन सो त्यो भन्दै लुक एट द फकिङ रोड म्यान अब यस्तो गरेपछि जिम किन जाने हो र जिम जिम जानु भनेको यस्तो कम्ती यति गऱ्यो भने त फिजिकली गऱ्यो लाइक पर्दैन यस्तै यो ट्रेकिङहरू हिँड्यो भने त होइन किन जिममा पैसा वेस्ट गर्ने त्यस्तो त भन्नु सुहाउँदैन किनकि मैले पनि 1.5 वर्ष अगाडि मेम्बरसिप लिएको थिएँ तर 1 महिना गयो होला अलि मजाले तर मिल्दैन कतिपय कुराहरूले त्यस्तै हो अहिले यस्तो स्यासा भइसक्यो कति छ अरे के भन्छन् 1.2 किलोमिटर अझै 1.5 किलोमिटर छ भनेपछि त अनि त्यो त उतै भयो यस्तो छ पुरै ठाडो उकालो छ पुरै मिन आउँदा सजिलो हुन्छ मुला हेर न यस्तो ओह्रालो यसरी गुड्काइदिन्छु म फेरि हेर यस्तो ओह्रालो छ यार हाम्रो फेरि जे धेरै सर्छ कुराहरू अनप्लान्डै हुन्छ क्या गाडीमा बस्यो म्याप हेऱ्यो ल कहाँ जाने होइन ल त्यहाँ गएपछि बल्ल त्यो पछि बल्ल आइडिया आउँछ कि यो गरौँ त्यो गरौँ भनेर प्लानमा त कहिले पनि कहीँ हिँडेको छैन होला राम्रै भइरहेछ सबै कुरा राम्रो भइरहेछ होइन यस्तो उकालो रहेछ अबि तल हेर न आधा ताजमानिया देखिने बेला भइसक्यो अब चाहिँ हाम्रो गानासम्म गाना कसको गाना आयो अग्लिज कहाँको हो र कस्तो कहाँ नेपाली गाना हो र पुरानो भ्यान्ड ए फेरि यिनीहरू आउँदैछन् कहाँ सिडनी बस्छन् ब्याक टु पर्फर्मेन्सहरू आउँदैछन् क्या अब ए मतलब फेरि म्युजिक इन्डस्ट्रीमा फेरि आफ्नो गानाहरू हाल्दै हो सही हो सबैभन्दा बेस्ट लाइफमा गर्नुपर्ने चिज भनेको कमब्याक हो सो राहुल रेग्मीले दियो है त मलाई चाहिँ एउटा मोटिभेसन मैले पाएको छु होइन सो बेस्ट थिङ भनेकै लाइफमा कमब्याक गर्नु नै हो त्यो भन्दै अब चाहिँ मजाले अगाडि बढौँ कहिले नहिँड्ने मान्छे खाटमा सुतिराख्ने मान्छेले आज यसरी खाटमा सुतिराख्नु त म हिँडिरहेको हुन्छु यार 1.5 किलोमिटर त हिँडिरहेको हुन्छ साँच्चै हो पुरै हिँडे किन हुन्छ भन्दाखेरि त्यो घर बसेको गर्दाखेरि अलि हुन्छ नि वात लाग्ने रहेछ क्या त्यो भएर पनि हल्का हिँड्यो भने त होइन 500 मिटर हिँड्यो भने हिँड्यो नि त
भन्ने त्यही त तिमी काममा टन्नै हुन्छ कामको त दिमाग आई क्यान फिल माई लेग्स ब्रो कस्तो कति मलाई यहाँ यो मेरो यो थापट्टि कस्तो भइरा हेभी भइरा के सो अस्ति हामी उता बिच गएको थियौँ अनि त्यो भ्लग चाहिँ गराउन पाइएन अनफर्चुनेटली किनभने हामी त्यो इन्टेन्सनले नै गएको थिएनौँ कि भ्लग्स गराउँछ यताउता हल्का आफै केटाहरूमा सो घुमघाम होइन त्यहाँ कस्तो भयो भन्दाखेरि त्यो ठाउँ चाहिँ त्यो दिन वेदर पनि बवालै थियो होइन अनि त्यसपछि अराउन्ड 34 मा थियो 34 डिग्री सेल्सियस थियो गएको विक हो अनि के भयो भन्दाखेरि गयौँ त्यो ठाउँ हेरेको त यस्तो बवाल के थियो अरे क्यालबेट बिच होइन क्यालबेट CALVERT त्यसकै हो होइन आई विल पुट द लोकेसन अब हियर अनि त्यसपछि त्यो ठाउँमा गएको थियौँ होइन त्यो यस्तो बवाल के त्यहाँको वेभहरू है अनि त्यसपछि देन वी स्विम ओभर देयर अनि त्यो वेभहरू पनि कति ठुल्ठुलो आइरहेको क्या तर एकदम पानी वाटर वाज सो क्लिन अनि त्यसपछि हामी चाहिँ अर्को स्टप आयौँ होइन अनि त्यसपछि लाइक अराउन्ड हामीलाई त्यो गाडी राखेदेखि यहाँसम्म आउनलाई चाहिँ हामीलाई लाइक 13-14 मिनट्स लाग्यो होला सो हल्का उकालो ओह्रालो सबै कुरा छ त्यही भएर अनि त्यसपछि सो के हो अप्पर लक ट्र्याक भनेपछि यो बाटो चाहिँ कति जान्छ अब हामी माथि जाने यो बाटो हो भर्खर आधी पनि आइसकेको छ है सोमी सही हो अझै लट्स अफ स्टेप हिँड्न छ हामीलाई होइन ब्रो लट्ठी चाहिन्छ ठिक छ अलि राम्रो भयो के गर्ने जो हामीलाई त सानैबाट के गर्ने के अरे जुगाड गर्न सिकाउनु भएको छ त्यही भएर अब त्यो हुन्छ नि के अरे जुगाड कम्पनी गर्नुहोस् गेम खेल्दिउँ न त के खेल्नु ए ढुङ्गा हान्ने होला कहाँ लाने तिमीलाई हान्ने अफकोर्स ल एकैछिन सो मैले यहाँ हानेको छु अब उसको पालो है त ल लगाएन ल वान मोर गेम ल पालो ल सिधा है त ल निशाना चाहिँ हो यार तर ठिक छ यसले के जनाउँछ थाहा बच्चामा चाहिँ यो केटा खेल्या रहेछ भन्ने जनाउँछ के गुल्ली डन्डा ट्रेकिङ समिटहरू चाहिँ धेरै नै छ यार ताजमानियामा है अलमोस्ट ताजमानिया ट्रेकिङको लागि फेमस छ फेमस पनि छ अझ त्यो क्रेडल माउन्टेनको त झन् फेमस छ यार त्यो समिट चाहिँ गर्न चाहिँ 8 घन्टा जति 8-9 घन्टा जति चाहिँ लाग्छ होइन त्यो समिट गर्न चाहिँ तर पोसिबल पनि छ गर्ने नै हो भने त कतिले गरेको छन् तर मैले लास्ट टाइम चाहिँ 3 घन्टाको मात्र ट्रेक गरेको थिएँ त्यति हो म त सक्दैन त्यो माथि डाँडा चढ्न त एउटा माइन्डसेटले नै जानुपर्छ क्या म आज चढ्छु नै भनेर अनि त्यसको त्यो ग्रुपमा नि त्यस्तै मान्छेहरू हुनु पऱ्यो नि एउटा मैले ओलास्स परेछ अर्को मैले जाने हो र गर्ने अनि दुईजनाबाट जोसेर के गर्ने हो सो होइन सो सबको ग्रुपमा त्यस्तो मान्छेहरू हुन्छ अहिले चाहिँ बल्ल हल्का त्यो उसको साउन्ड आयो त्यो वाटरफलको लेट्स गो हेर त यस्तो क्रेजी छ यार तलपट्टि यस्तो स्लिपरी छ नि म अझ क्रक्स लाएर आएको छु आई अलरेडी टोल्ड यु गाइज मेक स्योर आई डोन्ट फल किनकि मेरो
वेन्सडेबाट काम छ सेट हुन्छ फेरि लाइफ सक्स म्यान ओ माई गड ब्रो खतरा छ त्यो ठाउँ त यार मैले यस्तोवाला बाटो चाहिँ एक्सपेक्ट गरेको थिएन यहाँ लाइक होइन अघि नैको जुन त्योवाला ट्रेकिङवाला त्यो ग्रेभल रोड थियो नि त्यस्तो त एक्सपेक्ट गरेको थिएँ यो यस्तोवाला त गरेको थिएन यो त पुरै जङ्गलमै हिँडे जस्तो छ त यार Watch your head, watch your steps. Oh my god. Let's explore a new thing today. Let's explore a new thing in Tasmania wildlife. It's same as wildlife. Mama, यस्तो बाटोमा यार अहिले त हामी हो एउटा के कुरा याद आयो थाहा छ राजन एकदम महान व्यक्तिले के भनेको थियो भन्दाखेरि जति तिम्रो बाटो डिफिकल्ट हुन्छ नि त्यति त्यहाँको जर्नी चाहिँ ब्युटिफुल हुन्छ अरे सो मान्छेहरू चाहिँ हामी कस्तो छ भन्दाखेरि होइन अनि सो त्यस्तै तपाईँलाई कन्ट्री साइड मेक स्योर कि ताजमानिया भिजिट गर्दै हुन्छ भने सो तपाईँहरूको लागि पब फ्राइडे नाइट होइन अनि त्यसपछि यस्तो होइन के ताजमानिया आएपछि जहिले पनि यस्तो जर्नी खोज्नु कि त्यो चाहिँ मेमोरेबल होस् के हुन्छ नि जस्तै अब तपाईँ यस्तो धेरै ठाउँहरू छ होइन ट्रेकिङ गर्ने ठाउँहरू छ अनि त्यसपछि समिटहरू छ कति धेरैहरू अनि त्यसपछि अब माउन्टेन ट्रेक छ त्यस्तोहरू जाने हो कि यहाँ आएर फ्राइडे नाइट मनाउँछु पब जाने हो छौकी पटाउने होइन यहाँ अब हिँड्नै मन छैन भने चाहिँ गाडी पनि जान्छ ठाउँसम्म गाडी पनि जान्छ सो इट्स गुड प्लेस कि त हामी जस्तै यसो हिँड्नु पर्यो अलिअलि धेरै टाढा पनि हामी हिँड्दैनौँ हामी हिँड्ने मान्छे पनि होइनौँ दिस इज द प्लेस वे लुकिङ फर आजको लागि अनि हामी आइपुग्यौँ हामी चाहिँ यही खोज्दै आएको खासमा हामी कस्तो बाटोबाट आयौँ होइन तर यहाँ आएर हेरेको यस्तो बवाल झर्ना रहेछ होइन सानो छ तर इट इज सो ब्युटिफुल एन्ड इन्टु नेचर भइरहेछ होइन इन्टु नेचरवाला फिलिङ आइरहेको छ मलाई Look around, yeah. Look around.